सम्पूर्ण नमस्कार। मलाई चाहिँ एकजना दिदीले हाम्रो विवाह भएको 20-25 वर्ष भइसक्यो। हाम्रो 3 जना बच्चा बच्चीहरू छन्। एकजना चाहिँ साबालक भइसक्यो, 2 जना नाबालकै छन्। अनि म र श्रीमान मिलेर चाहिँ काठमाडौँमा घडेरी किनेका थियौँ र त्यसैमा घर बनाएर बस्दै आइरहेका थियौँ। अनि पछिल्लो समय श्रीमानसँगको सम्बन्धमा अलिकति दरार आएको कारणले उहाँले चाहिँ अर्कै केटीसँग विवाह नै गरेर बसेको भन्ने सुन्नमा आएको छ। र पछिल्लो समय उहाँले चाहिँ हामी बसिरहेको घर, हामीले मिलेर बनाएको घर पनि अर्कैलाई बेचिदिनु भएछ। अब मान्छेहरूले दैनिक आएर चाहिँ घर खाली घर भनेर टर्चर गरिरहेछन्। यस्तो अवस्थामा के कानुनी प्रावधान छ, कति समयभित्र मुद्दा हालिसक्नु पर्ने हो भनेर सोध्नु भएको थियो। यस्तो अवस्थामा के हुन्छ दिदी, के गर्नु पर्यो भन्दाखेरि चाहिँ तपाईहरूले घर खाली चाहिँ नगर्नु, त्यसमा स्ट्यान्ड लिनु पर्यो तपाईहरूले। दोस्रो कुरा के गर्नु पर्यो भन्दाखेरि चाहिँ सम्बन्धित मालपोत कार्यालयमा गएर तपाईको श्रीमानले कसलाई जग्गा बेचेछन् त्यो डिटेल लिएर आउनु पर्यो। फेरि कतिपय अवस्थामा तपाईको श्रीमानले ए भन्ने व्यक्तिलाई बेच्ला, ए भन्ने व्यक्तिले बी लाई बेच्ला, बी ले सी लाई बेच्ला, हो यो तपाईको जग्गा कति तहसम्म चाहिँ बिक्री भएको छ भन्ने डिटेल लिएर आउनु पर्यो हैन। त्यस पछाडि तपाईहरूले कस्ता मुद्दाहरू हाल्न पर्यो त भन्दाखेरि चाहिँ तपाईको श्रीमानलाई पनि प्रतिवादी बनाउनु पर्यो, लगायत तपाईको जग्गा त्यो घर चाहिँ कसले किनेको छन् त ती सबैलाई प्रतिवादी बनाएर चाहिँ जालसाजी, दूषित लिखत बदर, धितो बदर जस्ता मुद्दाहरू हाल्नु पर्यो हैन। अनि फेरि तपाईको श्रीमानलाई मात्रै प्रतिवादी बनाएर तपाईको बालबच्चा र तपाईले चाहिँ कस्ता कस्ता मुद्दा हाल्नु पर्यो भन्दाखेरि अंश, माना चामल, बहुविवाह जस्ता मुद्दा पनि हाल्नु पर्यो हैन। फेरि यो बहुविवाहको केसमा फेरि हदम्याद अलि फरक छ। थाहा पाएको मितिले 3 महिनाभित्र चाहिँ मुद्दा गरिसक्नु पर्छ भन्ने कानुनी प्रावधान छन्। र बहुविवाह ठहर भएको अवस्थामा चाहिँ 10,000 देखि 50,000 सम्म जरिमाना र 1 वर्षदेखि 5 वर्षसम्म कैदको व्यवस्था पनि छ हैन। तर तपाईको यो दूषित लिखत बदर जस्ता मुद्दाहरू हाल्नको लागि चाहिँ कारण परेको मितिले 6 महिनाभित्र भन्छ हैन। जस्तै अब तपाईले मालपोत गएर चाहिँ जुन दिन कागज लिनु भयो, तपाईको जग्गा बिक्री वितरण भएको कागज जुन दिन ल्याउनु भयो त्यो दिनदेखि 6 महिनाभित्र चाहिँ मुद्दा गरिसक्न पर्ने कानुनी प्रावधान छ। यो अलिकति जटिल मुद्दा हो दिदी हैन। अब तपाईहरूले अंश हक सुरक्षित गर्नलाई सर्वोच्च समय लड्न पर्ने हुन सक्छ हैन। तर तपाईहरूले आफ्नो अंश हक चाहिँ सुरक्षित गर्न सक्नुहुन्छ। अब बाँकी अन्य उसको लागि डिटेलको लागि चाहिँ फोन गर्नु होला, मेसेज कमेन्ट गर्नु होला। हस्, धन्यवाद।